दर्शन नमस्ते नमस्कार न्यानो माइक अभिवादन यतिखेरसम्म टक्राउन चाहन्छु। वेलकम टु माई भ्लग एन्ड स्वागत छ मेरो भ्लगमा तपाईँहरूलाई सम्पूर्णलाई। सो यतिखेरको बसाइमा जहाँ भए पनि जस्तो भए पनि मेरो भ्लग हेर्नुहोला। यी आज ढुकुरलाई मैले चारो हालिदिएको, पानी परिरहेको छ, बाहिर पुरै गाडी डुबिरहेको छ होइन। ड्युटीबाट आउँदै गर्दाखेरि हामी चाहिँ जुत्ताहरू निकालेर गरियो र यसरी चाहिँ नि हामी चाहिँ अबुधाबीमा पानी एकदमै गाडीहरू डुबेर ढुङ्गा जस्तै कि सिप जस्तै भइरहेको थियो। सो हामीले चाहिँ बिस्तारै आरामले आउँदा पनि गाडीको अगाडिको बम्पर निकालिसक्यो। अनि हेर्दै गर्नु होला सबै मेरो भ्लगमा। अनि तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, पक्कै पनि लाइक कमेन्ट गरिदिनु होला, मिठो धेरै माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। मरिलानु के छ र पानीको डल्डल छ, एकदमै समुद्र जस्तै भएको छ। बाटोमा हिँड्ने ठाउँ पनि छैन। सो ल हेर्नुहोस् त, यसरी पानीहरू चाहिँ एकदमै गरिरहेको छ। गाडीको टायरहरू सबै डुबिरहेको छ र साइलेन्सरमा पानी गयो भने चाहिँ नि गाडी जाँदैन होला। हामीलाई चाहिँ अब रुममा पुगिन्छ कि पुगिन्न भन्ने कुरा हो। ल हेर्नुहोस्, अब यस्तो छ, रुममा पुगिन्छ कि पुगिन्न। पानी पर्दैछ बाहिर। अनि अझै पनि एकदमै गाह्रो तरिकाले हामी हिँडिरहेको छौँ, यात्रा गरिरहेको छौँ, ड्युटी यात्रा जाँदैछौँ रुममा। अनि हजुरहरूले चाहिँ कहाँ हुनुहुन्छ, जहाँ भए पनि यस्तै अवस्था होला, पक्कै पनि पानी परिरहेको होला भनेर भन्न चाहन्छु। ल पानी रन्डरबोटमा पुरै पानी भरेर एकदमै एउटै बाटो मात्र हिँडिरहेको छ। धेरै समयसम्म हामी गर्न रोक्नुपर्छ जस्तो छ, किनभने अगाडि धेरै गाडीहरू छ। अब के गर्छ हेरौँ है। पुरा पानीलाई हेर्नुहोस् त, पानीले पुरै भरेको छ। अनि पानीहरू चाहिँ नि भरेर एकदमै भएको छ कि हेर्नुहोस् है त्यसलाई, पुरैलाई हेर्नुहोस् त, पुरै पानीले सर्लक्क पुरै बाटो सबै भरेको छ। बाटो पुरै भरेको छ। ल हेर्नुहोस् है हाम्रो क्याम्पमा त, ल यस्तो भएको रहेछ। ल हाम्रो क्याम्प चाहिँ पुरै भरेको छ है। ल हेर्नुहोस् त, रुममा र हामी जसरी तसरी आइयो है। हाम्रो क्याम्प चाहिँ यसरी भरेको छ। अनि यो चाहिँ नि अब बिहान पक्को पानी हो। आज रातभरि पनि पानी पर्छ। हिजो चाहिँ एकदमै हामी डुबेर आएको थियौँ र यो चाहिँ बिहानको पानी हो। एकदमै रुममा भने क्याम्पमा पनि सबै पानी पसेछ। यी गाडीहरू सबै डुबेको छ। ल हेर्नुहोस् त, यो ढकुरलाई कहाँबाट आएको होला बिचरा, रातभरि पानीमा भिजेछ होइन। ल निर्दय छ पक्षीहरू पनि, एकदमै गाह्रो छ। यो ढुकुरले पनि अलिकति चारो हालिदिनु पऱ्यो है यसलाई। म चारो लिएर आउँछु है त। थोरै चारो लिएर आउनु पऱ्यो, अनि त्यसपछि चारो हालिदिनु पऱ्यो। ढुकुरलाई चारो हालिदिन्छु म चाहिँ। ल हेर्नु त, यिनीहरू चाहिँ कसरी जान्छ। पानीहरू पनि यस्तै परिरहेछ। अलिकति चारो हालिदिन्छु म ढकुरलाई, अनि त्यसपछि चाहिँ नि गर्नु पऱ्यो। यता खान्छ कि खाँदैन, आज रातभरि भोकै छ, हिँड्न पाएको छैन, खानु पाएको छैन पुरै। ल यसरी अब ढुकुरलाई थोरै चारो हालिदिएँ, खान्छ कि खाँदैन चामल हालिदिएको छु। ल यिनीहरू ड्युटी जाँदैछन्।